हजुर सबैलाई नमस्कार। म चाहिँ स्याङ्जा वालिङ नौ डुँडखोला दोषीधोकदेखि बोल्दैछु। आज म चाहिँ यो बाटोको विषयमा बोल्दैछु। यहाँ चाहिँ एकदम खतरा रिस्क देखियो पुरै। यो उहाँहरूलाई अझै 2-3टा जाली थपिदिनु भनेको थपिदिनु भएन। एकदम रिस्क देखिया छ। यहाँ त्यो बीचबाट सबै चर्किया छ। एकदम यो खन्ने बेला चाहिँ लापरवाही भएछ। उहाँहरूले पनि विचार गरेर खन्न पर्थ्यो। उहाँको माथि घर गोठ सबै छ, बाथरुम छ, बीचमा बाटो छ। त्यो बर्खामा सबै गयो भने त्यो बाटो गयो भने मास्तिर घर सबै जान्छ। उहाँहरूलाई मैले उहाँ बाटोको अध्यक्षज्यूलाई उहाँ ठेकदारज्यूलाई धेरैचोटि भनिसके, तर उहाँहरूले खासै इन्ट्रेस्ट लिनु भएन मेरो कुराहरूमा। उहाँहरूले यो जसरी बनाइदिनु पर्छ। यो बाटो हो पर्वत लाइन, पर्वत जाने बाटो हो। उहाँहरूले खासै इन्ट्रेस्ट लिनु भएन, लिनु पर्यो। हजुर यो चाहिँ माथिबाट हो, त्यो बीचमा पाइप, त्यो देखिएको पाइप ठाउँबाट सबै चर्किया छ। यो बर्खामा ठुलो रिस्क छ। यहाँ एकदम छाँगो छ पुरै। अब तलतिर बाटो बनाएर, त्यत्रो ठुलो बाटो बनाएर मासतिर सबै गयो भने हामीलाई त भ्यालु नै भएन त बाटो भएको। हाम्रो घर गोठ सबै, यो बाथरुम टोयलेट सबै गयो भने हामीलाई भ्यालु नै छैन। त्यही भएर ठेकदारज्यू प्लिज तपाईलाई एकदम अनुरोध गर्छु, बनाइदिनुस्। माथिसम्म बनाउन सम्भव छ। तपाईले एकदम ध्यान दिनुपर्ने विषय हो यो। किन दिइरहनु भएको छैन थाहा भएन, तर एकदम ध्यान दिनुपर्ने विषय हो यो।